नमस्कार सबैजनामा। औसतमा मासिक 1 लाख भन्दा बढी तलब भत्ता हुने सरकारी बैंकहरू नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड रहेका छन्। यस भिडियोमा यी बैंकहरूमा कहिले भ्याकेन्सी खुल्छ, एक्जाम कहिले हुन्छ भनी विस्तृत विवरण यस भिडियोमा प्रस्तुत गरेको छु। सुरु गरौँ। नेपाल राष्ट्र बैंकबाट। यो नेपालको केन्द्रीय बैंक हो। यसले देशको मौद्रिक नीति नियमन गर्छ र अन्य बैंकहरूलाई नियन्त्रण गर्छ। यसमा भ्याकेन्सी असोज कार्तिकमा हुन्छ। त्यसैगरी यसको एक्जाम मक्सिर पुसमा हुन्छ। असोज 3 र 4 गते प्रिटेस्ट एक्जाम हुने भएकाले सम्भवतः यसको रिजल्ट असोजको अन्तिम सातामा आउने हुनाले मस्ट प्रोबेबली कार्तिकमा भ्याकेन्सी खुल्छ। त्यसैगरी अर्को रहेको छ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड। यो पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपालको ठूलो वाणिज्य बैंक हो। यसमा भ्याकेन्सी कार्तिक अथवा मक्सिरमा खुल्छ र एक्जाम चाहिँ पुस अथवा माघमा हुन्छ। स्मरण रहोस्, प्रिटेस्टको एक्जामको रिजल्ट आइसकेपछि मात्र भ्याकेन्सी खुल्दछ। त्यसैगरी अर्को रहेको छ नेपाल बैंक लिमिटेड। यो विक्रम सम्वत 1994 मा स्थापना भएको नेपालको पहिलो बैंक हो। यसको भ्याकेन्सी कार्तिक मक्सिरमा खुल्छ र एक्जाम पुस माघमा हुन्छ। र अर्को रहेको छ कृषि विकास बैंक। यो मुख्यतया कृषि क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्रलाई बढावा दिन स्थापना गरिएको बैंक हो। यसको भ्याकेन्सी कार्तिक अथवा मक्सिरमा खुल्छ र एक्जाम पुस अथवा माघमा हुन्छ। विषयवस्तु राम्रो लागेमा यस च्यानललाई लाइक, सब्स्क्राइब गर्नुहोला। धन्यवाद।